इन्डियाको एउटा नायक प्रवासलाई रेस्ट इन पिस इन्डियाको भनेर नायक- इन्डियाको श्रद्धाञ्जली दिनुभएछ उहाँ जिउँदै हुनुहुन्छ इन्डियाको नायक इन्डियाको नायक रहेछ प्रवास भनेर लेख्नु भएको छ तपाईँले खै मलाई थाहा भएन त्यो कहाँको नायक साउथ मुभीको हिरो मलाई चाहिँ त्यो थाहा मान्छेले त्यो बुझिया छ मान्छेले मान्छेले के बुझ्यो भने के मलाई तपाईँले खासमा दिनुभएको चाहिँ कसलाई हो श्रद्धाञ्जली तपाईँले कसलाई दिनु? तपाईँको सामाजिक साइटहरूमा थुप्रै कुराहरू त्यो खालको प्राप्त भयो त्यसले गर्दाखेरि हो तथ्य जाँच गर्नु भएन? तर को हो भन्ने तथ्य नै जाँच गरेर हो नि त तथ्य जाँच गरेर हो तर त्यही त त्यो अब छ त्यहाँभित्र भनेपछि कुनै एउटा एक्टर त्यो यस्तो छ त्यो छोड्यो त्यो तपाईँको के अरे धेरै कुराहरू आउँछन् जान्छन् होइन आउँछन् जान्छन् बाटोमा धेरै कुराहरू आउँछन् त्यति इम्पोर्टेन्ट कुराहरू हुँदैन अलिक इम्पोर्टेन्ट कुराहरू गरौँ भनेको एउटा तथ्य जाँचको हिसाबले एउटा सांसद जस्तो मान्छेले होइन तथ्य जाँचको कुरा भन्दा पनि त्यही हो अब भन्दैछु त मैले अब सोसल साइट्समा देखा पर्छन् धेरै कुराहरू त्यो कुराहरू हो सोसल साइट्समा देखा पर्छ त्यसको रिफ्लेक्सन हुन्छ कहीँ कतै के एउटा शिक्षा के लिनुभयो त्यहाँबाट होइन शिक्षा मैले के लिने र शिक्षा के ल्याएको छैन केही छैन सोसल साइट्समा धेरै कुराहरू आउँछन् जान्छन् कोही सत्य हुन्छन् कोही असत्य त्यसका हुन्छन्। रिफ्लेक्सनहरू हुन्छन् रिफ्लेक्सनहरू त्यो क्रिएसनहरू रिफ्लेक्सनहरू हो एउटा मान्छे भइसकेपछि अर्को मान्छेलाई सहानुभूति र एउटा चाहिँ समवेदनाको हिसाबबाट हेर्छु म रिफ्लेक्सनहरू हुन् थुप्रै रिफ्लेक्सन त्यस्ता छन् हर्क साम्पाङ भन्ने मान्छेले कसरी बुझ्या छन् भने एकदमै सत्य बोल्ने तथ्यमा टेकेर बोल्ने झुट नबोल्ने भ्रम नफैलाउने त्यो रूपमा लिएछन् जनताले होइन हो त लिनुपर्छ त्यसरी लिएछ लिएछ